मामाको चाहिँ 500 स्पेसल केक छ अब है पिएफ कलर यो चाहिँ पछाडि होला पछाडि नै जाने हो हैन कि उयो बहिनी हजुर चल्दै चाहिँ सिमोक्स थापा लेख्नु ल सिमोक्स यस आई यामो याक्स थापा ल रेडी भयो है हाम्रो चाहिँ अब केक चाहिँ अब सर्लक्क लाएर ल हेर्दैछु गर्मी एकदम बढिसक्यो है साह्रै बढेछ नि पिएफ कलर कति भयो त हजुर अनलाइन कल पनि उभिरै गर्नु मामा हौ कस्तो भइरहेछ त हजुरको एकदम खुसी लागिरहेको छ है भान्जो आज चाहिँ मामा कति पुगेछ हेरौँ है त कति होला यो 500 रहेछ है ल ओहो ल हाम्रो यता हाम्रो चाहिँ सिमक्स थापाको फ्यानहरू है यता आउनुहोस् त ल ओहो ल अब हाम्रो चाहिँ सानो भयो पनि सेलिब्रेसन छ हाम्रो मामाको है ल सबैजनाले कलाएर हेरिदिनुहोस् ल अब चाहिँ अब सुरुवात गर्नुपर्छ है सुरुवात गर्नु पर्यो नि त मामा हान्नु पर्यो यतिकै हान्ने यही त रमाइलो हुन्छ सोफा जल्दै 500 को सब्सक्राइब 700 को केक है ल यो केक हो ल मामा ल मामाको सेलिब्रेसन है आज के भने त ह्यापी बर्थडे 500 सब्सक्राइब को सेलिब्रेसन मामाको ल वाउ ल ल ल बधाई छ है मामालाई बधाई छ ल अबको 1 वर्षपछि 500 के होइन मामा सिधै ल ल अब केक काट्नको लागि अब सुचारू गरौँ है भन्छौ हजुर गरौँ खानामा ढिलै गर्नुहुन्न यो बाहना मात्र हो कि खाने हो बास काट्यो भाइ वाइफले बोलाउनु न अरे ल वाइफ उताउति के मामा छ ल हाम्रो सिमक्स थापाको हाम्रो वाइफ माइजु ल रहेछ मिलाएर खुलामै मामा सबैलाई पुऱ्याउनु पर्छ अब सबैलाई बाढी चुरी गरौँ न होइन अब होइन पहिला घरको लागि भ्याउँ न उता माइजूलाई दिउँ ल पहिला घरको छिटो छिटो पहिला घरको फ्यामिलीको भन्नु पर्यो नि त
केक काट्नुपर्छ है मामा ए सबैमा हाल्नुपर्छ सिधै खसी पनि हाल्नुपर्छ बोका नि काटियो आज है होइन मामाले खसी त काट्नुहुन्छ मलाई थाहा नि आउन बोलाएको छु मैले हाल्नुपर्छ आज मामा खसी कस्तो हुन्छ मलाई थाहा छ दादा दादा आमा बुवालाई बोलाएर आइज नि जा छिटो बाजे फेरि ह्याप्पी बर्थडे भन्नु होला फेरि कसको बर्थडे हो भन्दै आउनु होला होइन अन गयो के भिडियो त अझै अन हो नि ल किन नदेखाउने त्यो चाहिँ हाम्रो प्यारी बुहारी हो है नयाँ नयाँ बुहारी ल हाम्रो आउनुभयो सिमक्स थापा भ्लगको उहाँ बुवा हुनुहुन्छ ड्याडी ल आसाम राइफल है आसाम राइफल उहाँ चाहिँ एक्स आर्मी ल बाजेलाई यसो छोरालाई सानो 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 खुसी नै हो के गर्नु त नि अब परिवारमा केही कुछ होला जस्तो चाहिँ अब त बाबाको आशीर्वादले ल मामालाई ए मामालाई त अब बाबाको आशीर्वाद त भ्याक्कै हो नि ल खै त हाम्रो बजेट आजा भयो मम्मीलाई बोलाएर छिटो लिएर ल भान्जी मामालाई बोलाउन के हो र सबैको भ्याएर ल छिटाइछु मिमिक ल ओहो ल घरको सानो मान्छे आयो होइन जबरजस्ती हाल्छ यो छोपो त ल अङ्कललाई खुवाइदेऊ के अङ्कललाई खुला नि के आफै खाने हो ल ओ के हो यो ल बोल्नुलाई म खुलाइदिन्छु सानो है ल बोल ल ल ल ल दिन्छु कि म तिमीलाई यसले त सबै खान्छु भनेको के हो ल ल बुनुल खायो ए भयो भयो ल ल कसको पालो अब ओहो ल ओमे आउन ल आयो नि के गर्छ तिमीहरू अगाडिको पिँढीहरू खुलाउने नि मलाई ल छिटो ल अब ल आउन ए ल छिटो आऊ ल सिमक्स थापाको वान अफ दि सिमक्स थापाको वान अफ दि मोटो भन्छ है अमिन थापा टिकटकमा फलो गर्न छ भने अमिन थापालाई फलो गर्नुहोस् होला है त ल उहाँ चाहिँ क्यापकटको चाहिँ वान अफ दि ग्रेट नेपालकै टप क्रिएटर हो है क्यापकटको उहाँले चाहिँ ब्याज पाउनु भयो है टप क्रिएटरको ल हेन्सम त हेन्सम के भन्ने होइन के खुलाइदियो अनि आशीर्वाद दियो अब त अर्को लटमा 500 के हो नि त सिधै यहाँ मजा अरे एक लटमै हो नि 700 को केक हो नि त अनि 700 केक काटेपछि त्यति हुनु पर्यो क्या एकदम 1x मा गरेको 0.5 मा हाल्नु पर्छ नि ल ल सिधो ल सुरज सिरिज ल सुरज सिरिजको आइगयो होइन नचुकिन ल 500 100 के होइन ल बास को अब जाऊ जाऊ छिटो खिलाउन खान्छु तेरो कन्टेन्ट आयो तपाईँमा के हो ल ल ल यहाँ छिटो छिटो के हो
यतिको टाई खोल्नु न अलिक ट्यागको हुनु पर्यो नि त स्कुल कलेज पढ्नु जानुलाई यस्तो देखि कि समक्ष देख्नुभयो कि सोला म संस्थापक बोल्दैछु होइन जोस आज चाहिँ अब 500 पुगेको लक्ष्यमा चाहिँ जोस आज सिमुख थापाले जोस केक काटिरहेको छ तपाईँलाई के कस्तो लाग्यो एकदम राम्रो सुझाव दिनु होला र तपाईँहरूले सधैँभरि साथ यसरी नै दिनु होला भन्ने अहिलेलाई चाहिँ हाम्रो जोस आजको यो प्रोग्राम चाहिँ कन्टिन्यू जारी रहनेछ अब खाने प्रोग्राम सुरु हुन्छ है त ल दसैँ काटेर हाल्ने नि खाएको चाहिँ दसैँ हाल्ने न फोटो खिच्दैन मेरो ट्याक 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 खतरा खतरा आइफोन छ गाह्रो छ यता हेर न आइफोन फेरि हो आइफोन अर्को आइफोन कता हो फोटोग्राफर अफ द इयर अब त हामी सबै कन्टेन्ट क्रिएटरतिर लाग्नु पर्छ जस्तो छ हामी है नयाँ सब्सक्राइबर आउनु भयो फेरि ल हाम्रो नयाँ सब्सक्राइबर नयाँ सब्सक्राइबर है हाम्रो नयाँ सब्सक्राइबर आउनु भएको छ हाम्रो नयाँ सब्सक्राइबर हाम्रो ल 500 पुगेकोमा ल मामाको ल गाह्रो छ ल खानु पऱ्यो है केक खुलाइदिनुहोस् खानेकुरा गरेको पहिले सानो म बुझे धेरै सरी हामीले नि खाने हो नि कस्तो यत्रो मेहनत गरेपछि खानु पर्यो नि अब छिट्टै 1K भन्छ नि हैन युट्युबमा अरे पहिला 1K भन्नुपर्छ मिलियन भन्दै 1K भयो भने त सिधै 500 मा 500 के मा ल हात धुलो अब चाहिँ बस्नु पर्छ खाना बस्नुपर्छ है कस्तो पहिला दसैँमा खाएको काटेर हाल्ने हो र के अब ल बाँड्दै अब पहिला जति पनि आउनुभएको छ यहाँ कति 50-60 जना सम्पूर्णलाई बाँड्दै 50-60 जना आउँदै जाँदै गर्नु भयो आउँदै त्यहाँ आउनु भयो अहिले खाली भइसक्यो होइन सामने 50-60 जना अब नजिकको सब्सक्राइबरहरू सबै भ्याइयो के अरे टाढा टाढाको अब आउनु भ्याउनु भएन रे आज होइन मेरो भिडियो हेर्दैछ नि त भन्दा त अङ्कलको भिडियो हेरेको नि गाह्रो छ ल ए बच्चाहरूलाई गाह्रो छ त हो ल यता सानो सिमक्स थाहा भयो है यता सानो सिमक्स थाहा ल भयो हाम्रो सकिएको हो ल अहिले हाम्रो खानपिनको हाल्नु भयो नि त सिधै माथि खसीको मासु खसीको मासु ल खसीको मासु छ खसीको मासु पनि धला आज कुखुरा पनि धलाको भनेपछि हामीले पोर्क ल्याइएन होइन मामा छ पोर्क खाइदैन नि पोर्क ल्याइएन ल ठिक छ पेट खराब छ त्यो ए खसीमै गुजारा गर्ने हामी आज ल ठिक छ सिधै हो के हस् दुईटामा चाहिँ दुईटा दुईटा हो नि 500 जनालाई कहाँ पुग्छ त नि त्यहाँ जति जति सब्सक्राइबर सबैले खुलाउने हो नि हामी यो केटाकेटीलाई ढिक्क दियो अनि भान्जाहरूलाई ढिक्क दियो मासु खानु पर्यो नि त भान्जो यार मासु मासु खानु तिमी अरे मासु नखाने चटनी त खाएर जाऊ यार कस्तो यार जुस खाएर जान्छ मासु पेट खराब भयो अरे कस्तो तिमी चटनी नखाने जुस चाहिँ खाने त्यस्तो नि हुन्छ र अनि त्यस्तो तिमी रैला नगर नि यस्तो ऱ्याच आम्बो के साह्रो हो यस्तो ल ल ल हाम्रो चाहिँ अब मामाको सानो पार्टी छ हामी अब 3 जना भान्जा हो है होइन अब केही छैन त्यस्तो मासु हो अचार हो होइन हामी फेरि यस्तो एल्कोहल चाहिँ हामी लिँदैनौँ है
हामी चाहिँ एकदम म त यति क्लिन आएको कम्पनीमा ठ्याक्कै हामी चाहिँ 3 जना भान्जा हो उहाँ चाहिँ मामा हामी है मामा भान्जा रक छान्ने है अब के अन्त नि हो अनि हाम्रो चाहिँ सानो तिनो यस्तै यो हुक्का हो है त्यसपछि यस्तो मासु सासु अचार है अनि यति चिसो हामी धेरै खाइँदैन हामी रक्सी खाइँदैन फेरि है रक्सी त सिधै साइड हो क्या मैले खाँदैन कि रक्सी हाम्रो फेरि असुल छ के हिजो पनि भिडियो गर्ने बेला भन्थे है हाम्रो स्पिड पनि हुँदैन स्कुटीमा खाँदा पनि खाइँदैन है टक्क क्लिन हामी चाहिँ लाइफ लेसन सिकाउने टाइपको भ्लगर है हामी चाहिँ होइन मामा ल ल है त हामी देखाउँदै गरौँ ल है हामी सिधा रोइला ल पोज हालिदिइहाल्यो फेरि पेट